सघाइजना यो मेरो नयाँ भएको होइन हामी भर्याङ दिदी झर्दैछौँ तेरिका बुझ्यो के गर्नुहुन्छ कतिखेर छिटो झर्नु आयो सघाइस हामी बाटो अब हिँड्दैछौँ दिदीको घर जाँदैछौँ होइन टक्क पाराले हामी अब हरामी टोलमा आउँदैछौँ सो गाइस होइन भिडियो बनाउन पनि कस्तो लागेको छ मलाई गुट्टु हिँड्दैछौँ सो गाइस अन्डे अब त त्यस्तै हुन्छ यो आन्टीको चाहिँ धेरै घमण्ड छ क्या पैसाको धेरै लालची छ यो आन्टीको दोकानमा त कहिले नआयो हुन्छ सधैँ छैन भन्नुहुन्छ भएर पनि छैन भन्छन् होइन नआयो हुन्छ त्यसो भए धक्का भएर पानीपुरीवाला दाइ हुनुहुन्छ अब यहाँ मलाई पानीपुरी दिन्छ ल भन्नुहोस् भन्नु न तपाईँले के छ त हाल खबर तिम्रो मेरो सब ठिक छ भिडियो हानेछ है ठिक छ मौसम कस्तो छ आज मौसम त पानी परेर गादान हो है आज 2 सर्ट एक्स्ट्रा हान्नु पर्ने छ ए नहान्नु त्यस्तो यो अब युट्युबमा जान्छ भाइरल हुन्छ यहाँ पानीपुरी खान आउनु हुन सक्नुहुन्छ यो ठाउँको नाम के हो भन्नु त हजुर सञ्जय शाह खै ल्याउ त मोबाइल यस्तै नगुने गाई छ होइन यहाँ पानीपुरीको दाइ छ होइन यहाँ ठेला होइन यहाँ आउनु चाहनुहुन्छ यो सान्टी टोलतिरको हो अनि यहाँ मकै पनि बेच्नुहुन्छ होइन ढक्क पाराले अनि यहाँ दाइ बस्नुहुन्छ होइन अनि म यहाँ आएछु पानीपुरी खानलाई ल दाइले पानीपुरी दिँदैछ नि अब यो दाइको ठाउँमा आउनु होला होइन पानीपुरी मिठो पाउँछ अब यहाँ कस्तै हुन्छ ल धन्यवाद दाइ बाबा अनि म दिदीको घर जाँदैछु होइन गाइस धक्क पाराले अब दिदी हुनुहुन्छ कि हुनुहुँदैन थाहा छैन धक्क पाराले टक्क हामी दिदीको घर पनि आइसक्यो टक अस्मी हेर्न त्यस्तो नभन्न हामी दिदीको घर आइसक्यौँ होइन गाई छैन यहाँ हुनुहुन्छ मेरो दिदी हाई भनिदेऊ भान्जी गोलु अस्मी हेर्नु न अब जिस्कायो भन्नुहुन्छ ढक्क पारेर दिदीको घर पनि आएँ भान्जी के छ हाल खबर